एक पटक यो दृश्यलाई हेर्नुस् त। नदीको किनारमा बाघ र गोही लडिरहेका छन्। बाघलाई धेरैले जमिनको राजा भन्छन्। उसले एकै पटक करिब 5 देखि 6 मिटर उफ्रिन सक्छ, त्यसैले ऊ निकै छिटो र शक्तिशाली मानिन्छ। गोही चाहिँ पानीको एक्लो मालिक हो। उसको जबडा यति बलियो हुन्छ कि एक पटक समात्यो भने छुट्न असम्भव हुन्छ। रोचक कुरा त के हो भने गोही पानीभित्र धेरै धैर्य गर्छ, कहिलेकाहीँ घण्टौसम्म नहल्लिकन बस्न सक्छ। बाघ पानी नजिक जान हिचकिचाउँछ, किनभने बाघ राम्रो पौडी खेल्छ तर पानीमा गोही जतिकै बलियो हुँदैन। ऊ गोहीसँग डराउँछ। यदि बाघले गोहीलाई जमिनतिर तान्न सक्यो भने बाघको जित हुन सक्छ, तर गोहीले बाघलाई पानीभित्र तानेर लग्यो भने त्यहाँ बाघको शक्ति काम लाग्दैन। यो दृश्यले हामीलाई के बुझाउँछ भने प्रकृतिमा लडाईँ तागतले मात्र जितिँदैन, ठाउँ, धैर्य र सही समय सबैभन्दा ठूलो हतियार हुन्छ। धन्यवाद।